चाणक्यले भनेका छन्, जो आफ्नो रहस्य अरूलाई बताउँछ उसले आफ्नो विनाशको ढोका आफै खोल्दछ। जीवनमा सफल बन्न चाहनेले आफ्नो घरका केही कुराहरू कसैलाई बताउनु हुँदैन, किनकि घरको गोप्य कुरा नै कहिलेकाहीँ तपाईँको सबैभन्दा ठुलो कमजोरी बन्न सक्छ। चाणक्य नीति अनुसार घरका यी 4 कुरा कहिल्यै पनि कसैलाई नबताउनुहोस्, किनभने यी कुराहरू बाहिरिएपछि तपाईँको घरको सुख, शान्ति, समृद्धि र सम्मान सबै गुमेर जान सक्छ। के हुन् त यी 4 कुराहरू? सुरु गर्नुभन्दा पहिले हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस् र भिडियोलाई लाइक गर्न नबिर्सनुहोस्। पहिलो कुरा, आर्थिक अवस्था। तपाईको घरमा कति पैसा छ, कति ऋण छ वा तपाईको आम्दानी कति छ, यी कुरा कहिल्यै पनि बाहिरका मानिसलाई भन्नु हुँदैन। चाणक्यले चेतावनी दिएका छन्, धनका कुरा गर्दा लोभी मित्र शत्रु बन्छ र शत्रु झनै खतरनाक बन्छ। धनको चर्चा गर्दा ईर्ष्या जन्मिन्छ र ईर्ष्याबाटै सुरु हुन्छ विनाश। त्यसैले आफ्नो घरको आर्थिक अवस्थाको बारेमा कसैलाई पनि भन्नु हुँदैन र सधैँ आफैसँग मात्रै गोप्य राख्नु पर्दछ। दोस्रो कुरा, पारिवारिक कलह वा घरको समस्या। समस्या नभएको कुनै घर हुँदैन। हरेक घरमा समस्या हुन्छ, तर ती समस्या बाहिर ल्याउनु सबैभन्दा ठुलो मूर्खता हो। चाणक्य भन्छन्, घरको कलह बाहिर ल्याउने व्यक्ति आफै घरको इज्जत बेचिरहेको हुन्छ। बाहिरी मानिस तपाईको पीडामा होइन, तपाईको कमजोरीमा रमाउँछन्। त्यसैले आफ्नो घरको झगडा, मतभेद वा असन्तोष कहिले अरूको अगाडि भन्नु हुँदैन। दोस्रो कुरा, गृहिणी वा परिवारका सदस्यका कमजोरीहरू। तपाईको घरका सदस्यहरू, श्रीमती, छोराछोरी वा अभिभावक, कसैको पनि उनीहरूको गल्ती, कमजोरी वा बानी कसैलाई पनि बताउनु हुँदैन। चाणक्यले भनेका छन्, जसले आफ्नो घरको दोष छिपाएर तिनीहरूको मर्यादा जोगाउँछ, असलमा बुद्धिमानी उही हुन्छ, किनकि संसार तपाईको गल्ती मात्र होइन, तपाईको नाङ्गोपन खोज्दै हिँड्छ। चौथो कुरा, भविष्यका योजना र रहस्य। तपाईले के योजना बनाउनु भएको छ? कस्तो काम सुरु गर्दै हुनुहुन्छ? कसरी सफलता हासिल गर्ने सोचमा हुनुहुन्छ? यी कुरा कुनै हालतमा पनि अरूलाई नबताउनुहोस्। चाणक्यले भनेका छन्, योजना सफल नहुँदासम्म मौन रहनु नै बुद्धिमानी हुन्छ, किनकि समय आउँदा नतिजा बोल्छ, शब्द होइन। त्यसैले भविष्यको योजना र रहस्य सफल नहुँदासम्म कसैलाई पनि बताउनु हुँदैन। जीवनमा सुख र सफलता चाहनुहुन्छ भने आफ्नो घरका यी 4 कुरा कहिल्यै कसैसँग साझा नगर्नुहोस् र सम्झनुहोस्, गोपनीयता नै सबैभन्दा ठुलो शक्ति हो र मौनता नै सुरक्षा हो। कस्तो लाग्यो आजको विषयवस्तु? कृपया लाइक, कमेन्ट र सेयर गर्नुहोस्। साथै जीवन दृष्टि युट्युब च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।